गुरु पूर्णिमामा मेरा बिर्सन नसक्ने गुरुहरू। आज गुरु पूर्णिमा। आजको दिनमा मलाई मेरो बाल्यकालका गुरुहरू र पढेको स्कुलको झलझलको बारम्बार आइरहेको छ। मेरो पहिलो स्कुल थियो स्वतन्त्र शिक्षा सदन। परम्परागत नेवार घरको माथिल्लो तल्लामा चलेको सानो स्कुल। कक्षामा स्कुल ओछ्याएर पढिन्थ्यो। कहिलेकाहीँ उडुस र उपियाँले टोकिएको पनि सम्झना छ। त्यति बेला यस्तै वातावरणमा पनि पढाइप्रतिको उत्साह भने कम थिएन। पछि म पाटनको प्रसिद्ध श्री चण्डी विद्याश्रममा भर्ना भए। आज पनि त्यहाँका प्रधानाध्यापक हरिराम श्रेष्ठ, सबैका प्रिय गोकुल दाई र अन्य गुरुहरूको अनुहार आँखा अगाडि झलझल आउँछ। हामी 5 कक्षामा पुरा श्री प्रसाद जोशी सरले भन्नुभएको एउटा वाक्य अझै सम्झन्छु। अबदेखि तिमीहरूले नेपाल भाषामा होइन नेपालीमा पढ्नुपर्छ। त्यस बेलाका शिक्षकहरू केवल पाठ्य पुस्तक मात्रै पढाउनुहुन्थ्यो, जीवनका लागि आवश्यक शिक्षा पनि दिनुहुन्थ्यो। भवानी मिसले 14 अञ्चल र 75 जिल्ला कन्थ गराउँदा भन्नुभएको थियो, यो तिमीहरूलाई जीवनभर काम लाग्छ। हरिराम हेर सरले चित्तोधर हिँडेका कविता सुनाउनु भयो। हेरम्बराज राजोपाध्याय सरले राष्ट्रिय गान सिकाउनु भयो। रत्नमान सरसँगको स्काउटको सम्झना अझै ताजै छ। निर्मला मिसको अनुशासन पनि आजसम्म बिर्सिएको छैन। यीमध्ये धेरै गुरुहरू आज हामी बीच हुनुहुन्न, तर उहाँहरूले दिएको शिक्षा, संस्कार र प्रेरणा सधैँ हाम्रो साथमा छन्। आज गुरु पूर्णिमाको पावन अवसरमा मेरा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान र नमन।